हाई गाइज, वेलकम ब्याक टु माई च्यानल सृजना ब्लग। आज चाहिँ हामी कति दिनपछि मौसम सफा भएको छ नि त, कच्चा लिएर हिँड्नु न। अनि मौसम सफा भएको छ, आजदेखि चाहिँ घाम लाग्न सुरु भएको छ। हेर्नु होला, यस्तो दामी मौसम भइरहेको छ। अब म र कान्छी चाहिँ कोदो टिप्न जाँदैन लाग्यो। हाम्रो आज कोदो टिप्ने हो। अहिले हामी कोदो टिपेको पनि देखाउँछौँ। अब गाउँघरमा अब कोदो पाक्ने बेला भयो नि त, अब कोदो टिप्ने बेला भयो। त्यही भएर आज चाहिँ हाम्रो कोदो टिप्ने हो। अब भर्खर घाम लागे जस्तो भयो, फेरि बादल आइसक्यो। यस्तो बाटो पनि अलिअलि त्यही पनि सफा भइरहेको छ। अहिले चाहिँ यहाँ कोदो जति ढलेर अस्ति नै 3-4 दिनको पानी थियो नि त, 3-4 दिन के हान्नु 7 दिनसम्म पानी आएको थियो। त्यो पानीले कोदो जति ढलेर सोत्तर भयो। यहाँ माथिको त्यही पनि छेउछेउको ठाडो भयो जस्तो भएको थियो। हाम्रो चाहिँ सोत्तर भएको छ। अब हाम्रो पनि देखाउँछु तपाईँहरूलाई, हेर्नु होला कस्तो लाग्छ, कमेन्ट गर्नु होला है त। बाटो त यस्तो। हाम्रो मम्मी चाहिँ अघि नै जानुभएको हो बारीमा चाहिँ। अब एकछिन घरमा मैले चाहिँ काम भएको भएर बसेको थिएँ। अब म पनि आएको, म र कान्छी आएको। अब म मम्मीलाई पनि देखाउँछु। हाम्रो कोदो चाहिँ एकदम सोत्तर भएको छ क्या, काम नलाग्ने भएको छ। त्यही भएर मेरो क्याप कस्तो देखेको छ, मैले क्याप लगाएको खनिदिनु होला, कमेन्ट गरिदिनु होला। आउन खाइदिनु एउटा, म बोक्छु। ओहो, कान्छीको कच्चिया कोदो काट्ने। कान्छी अब स्कुल किन नगयो? खोकी बिसो भयो। हाम्रो कान्छीलाई चाहिँ 3-4 दिन भइसक्यो खोकी लागेर हैरान भइरहेको थिइन्। अहिले चाहिँ आज बिहान जचाएर दबाई लिएर आएको। सन्चो हुन्छ। हे आइसक्यो म कालोमा। आकाश चाहिँ क्या दामी देखेको छ क्या। बादल लैरहेछ। मास पनि पाकिसक्यो। मास टिप्ने बेला नि हुन्छ। कोदो सोत्तर भाखा ढलेर। यो चाहिँ मास हो। यो पन्जा लिएर आउनु। मेरो पन्जा मैले हिजो छोडेर गएको। अब हामी चाहिँ हाम्रो बारीमा आइपुगिसक्यौँ। हाम्रो पनि मास पाकिसक्यो। त्यहाँ चाहिँ हाम्रो चाहिँ सानो भएको छ क्या, होइन। उता घाम लाग्ने, यहाँ घाम नलाग्ने। यति बाटा घाम लाग्यो, यहाँ चाहिँ घाम लाग्दैन। आज हाम्रै टिप्ने हो ल, हाम्रै टिप्ने हो। कोदो ढलेर सोत्तर भएको छ। मम्मी के हाल्नु भयो भने? अब हामी पनि कोदो टिप्छौँ। कोदो कुहिएको छ हाम्रो चाहिँ, पानी परेको भएर। ठाडै झर्नु नि, त्यहाँबाट तेर्सी लाने बाटो छ। अब चाहिँ हामी कोदो टिप्छौँ। हस्, तपाईँ पनि धन्यवाद भनिदिनु न, कता हस् भने। लाउनु यसले टिप्नु। कच्चा लिएर न, अर्को म त्यसले काट्छु। कहाँ छ? ऊ त्यहाँ। लडेर पत्ता भए पाइठा। नगर्नु न अरे। बल्ल आयो घाम। अघि त्यहाँ एक पाटा मात्रै लागेको थियो नि त, अहिले यहाँ यता पनि आइपुगिसक्यो घाम। अब
अब हामी कोदो टिप्छौँ एकछिनपछि तपाईँहरूलाई देखाउने छौँ कोदो कसरी टिप्छौँ भनेर है त मेरो पन्जा त्यहीँ झरे रहेछ नि मम्मी टेकेर कसले टेक्दिएछ हिजो नि हामीले अलिकति टिपेका थियौँ आज चाहिँ सबै टिप्ने भनेको आजबाट चाहिँ घाम लाग्ला जस्तै छ चर्किया छ मम्मी तपाईँहरू कोदो टिप्दाखेरि गीत गाउने गीत एउटा गाइदिनु न के गीत गाउनु अरे गाउनु जानेको छैन मैले गीत गाउनु गाउनु न तपाईँ गाउनुहुन्छ त मैले त कमरा बाँधि नि ल्याइन छु कोदो रोप्दा लागेको अलि ठुलो स्वरले छुटो माया फुल्ने बेलामा यस यस पावाजसम्म कोदो त चिसै रहेछ हौ चिसो भनेर कहिले बसिरहने सबै उम्रिसक्यो बारीमा सब कुहिसकेको छ देखिन त देखिँदैन होला नि त्यहाँ त घाम यताबाट लाग्यो नि त त्यही भएर देखिँदैन क्या यस्तो नि टिपिन न तिमी नटिप्नु त्यो त अर्कै गीत अरे ओहो रुगालाई खोकी लाएर कान्छी स्कुल नगएको नि कामै लागेछ कोदो टिप्न आउन पर्यो नि त होइन कोदो जति कुहिसक्यो के कोदो टिपेर कुटेर पिनेर गम ढेँडो खान पर्छ गम दाल र भात मलाई ढेँडो खानै मन पर्दैन खानी बल्ल हुने पाहाडको यही हो नि चलन गाउँघरको अवस्था यस्तै छ साथीहरू ल हेर्नुहोस् होइन ए अहिले त झन् घाम जति कुहिएर अहिलेको पानीले कस्तो भएको आज हाम्रो बाबाहरू पनि काममा जानु भएको छ कान्छीको फेरि काम दुखेरी ठाउँमा बसेपछि यस्तै हुन्छ कोदो रोप्छन् मास रोप्छन् सबै थोक रोप्छन् सब पानीले सबै कुहिसक्यो कालो भइसक्यो धान डुबेर उम्रिसक्यो पाली खेती गर्नेलाई पनि बिजोकै रहेछ यस्तै भइरह पाहाडतिर घामको जतिले होला नि हामीले त देखेको पनि छैन कि हो रहेछ कस्तो देखाउने हो र कान्छीलाई फेरि अघिसम्म चाहिँ बोल्न नि लजाउने मान्छे अहिले देखाउनु न देखाउनु र औषधी खाइस् यता टिप्नु न यता छोडेर राख मान्छेले अब यता बाक्लो काम गर्ने भन्ने मात्रै हो अलेन ढलेन गर्ने बोल्ने पैसा कमाउने मैले कहाँबाट दिने बारीमा यस्तो कोदो झरेछ बुहारीलाई पैसा दिन पर्छ अब के गर्ने यस्तो छ गाउँघरको चलन ढेँडो खाना मान्दिनन् धेरै चटपट खान्छन् चटपट त के आर्नु होला है बिरामी भएर बसे पनि मिठो लाग्छ हौ के गरी हुराको ढेँडो खाऊ भन्यो भने निल्न जान्दिनँ भन्छन् आज सबजना बेसी धान अब बिटा लाउन गए हाम्रो थाप परेछ अहिले चाहिँ हाम्रो बाबालाई पनि मेला जुरेको थियो एकपट्टि जानुभयो अब एकपट्टि भोलि जानुहुन्छ होइन त के रे बाला टिप्दै गएको छिन्
कुहिया क्या बाला जति अनि त्यही भइरह्यो कि मम्मीले यहाँ दोहोऱ्याउँदै हिँडेछ कोही चाहिँ घामलाई थाम्न नसकेर शीतला पुग्यो भने के भन्ने पानी आयो भने नि पानी आयो भन्छ घाम लाग्यो भने घाम लाग्यो भन्छ भगवान्ले नि केही गरिन् सुक्खा अब के हाल्नु त अब चाहिँ घाम लाग्दै हुन्थ्यो अब चाहिँ पानी चाहिँ नपर्दै हुन्थ्यो हे भगवान् यति चाहिँ गरिदिनु होला आउन उभिएर काटिरहेको छु रे ठकठाक काम गरेछ नि आज खाँदा नि नदिने म चाहिँ ठुल्ठुला टिपे पनि काम चाहिँ गरी है फेरि एकछिनमा नल काट्नु पर्छ भैँसीलाई खुवाउनु पर्छ होइन खुइदिए ए खुइदिए नाइ कान्छी अस्ति तपाईँले गाउने गीत गाउनुको अस्ति गाउँदै हुनुहुन्थ्यो नि स्वर सुक्न लागिसक्यो मैले हिजो भनेको थिइनँ स्वर सुक्छ भनेर कस्तो तपाईँको सुक्छ आज दबाई खाएको हिजो राति निन्द्रा त लाग्यो आइया ओ धन्दै काटेन मलाई यो कोदो टिप्न चाहिँ झ्याउ लाग्छ क्या बरु धान रोप्न बरु मजा लाग्छ काट्न नि रोप्न नि मजा लाग्छ दुईटा गरेर मात्रै होइन अब नकाट्ने भयो नकाट्ने फेरि त मान्छेहरू त फर्केको के अरे के लायो रे कान्छी के भनेर कान्छी भट्टाबट्टि यहाँ अगाडि टिप्नु नि यो पाकेर कुहिएर केही काम छैन यस्तो त भाइ देखेको छैन कुहिएको क्या यो छैन कुहिएको रोपे छैन होला के कुहिनु पाके त छैन के अलिकति रोप्छ कि त्यसो भए ढिला रोपे होला नि त खन्दै रोप्दै गऱ्यो भने कस्तो चोर्किन्छ क्या यसले त फाले थियो उता उता कसले उता पुगेको त उबाला मैले हो र कसले मैले मैले यसरी फाले त्यहाँ ठिमीसँग परे परे माइले फुन उठाउनु नजानेर घुम्या घुमे गरेर हारेछ को माइलियामा उता टिपेर अहिले चाहिँ हामी यतापट्टि आएको उतातिर टिपेको हामीले अहिले चाहिँ हामी यहाँ आएको आमा छन् हाम्रा हामी चाहिँ अब कान्छी र म बेलौती टिप्न जान्छ माछा हेर्नु है भुइँमा बेलौती चोर्न जाने हो क्या अर्का बारी हामी बिस्तारै माथि फुटिसकेको रहेछ यहाँ माछा अब हामी बेलौती टिपेर आउँछौँ बेलौती चाहिँ त्यो बेलौती टिप्नलाई मम्मी खानी रे अनि त्यही भएर हामी बेलौती टिप्न जान लाग्यो के एक्लै खाने हो र सबैजना टिपेर खाने काटेर खाने भनेको टिपेर खाने भनेको सबैजना बाँडेर खाने हो क्या उतैबाट होइन माखलो गरबाट आउनु माखलो गरबाट के बेलौती मैले सात त खोइ यहाँ पाके कहाँ यो बोटान रहेछ अलिकता म टिप्छु कता टिप्ने हो सक्नुहुन्छ ल्याउनु म चाहिँ खाइदिन्छु कुहिया आइज कुहिया ल दुइटै खान्न क्या सक्नुहुन्छ भने टिप्नु नसक्नु भएन टिप्नु है
गरौँ भयो आयो जम्मा दुइटा ऊ तल्लो बारीमा होला गोजीमा हाल्नु न यो सक्दैन म त भेट्न पनि सक्दिनँ गोजीमा हाल्नु अहिले खानु काटेर होइन कता हो त है छैन यार यसमा त खाल्टै खाल्टो चास्किनी भयो एमा होला बरु एमा होइन अघि देखिया अहिले दुईवटा अम्बा देखेर आएको ए पा अहिले त अम्बै छैन यो कुहिया कुहिया होइन न कुहिएको नि टिप्न ला केही नि हुन्न बाँदरको बच्चा बिच चप्पल खोल्नु न कसले खाइदिन्छ भनेर ऊ गरे बिस्तारै बिस्तारै जानु न चिप्लिन्छ नि फेरि यो त ओइ नसक्ने भए नचढ्नु है ओ होली छ त अयो डर लाग्दो ऊ त्यहाँ माथि माथि रहेछ क्या अम्बा त पाक्यो फेर खाइदिउँ अब चाहिँ हाम्रो यहाँ अम्बा खाने बेला नि भएको छ कस्तो मिठो एकपल्ट कुहिया क्या त्यता नजानु उता छ छोडिदिनु नजानु अब त्यता छोडिदिनु क्या सक्छ ऊ यहाँ नि छोडेर बसेर नि त कुहिया क्या खाइदिउँ आहा यो बटन छ मिठो लाउने सबै राख्नु मन यता कति कति नखाने नहुराउनु न त्यसरी फुटिहाल्छ नि पुरेर के पुरेर नफुटाएर बिस्तारै हुराउनु भने ओहो अम्बा चोर हामीलाई देख्यो नि मार्छन् हामीले यति अम्बा चोरिसक्यौँ मार्छन् हामीलाई देख्यो भने टुप्पा टुप्पा बाँदरको बच्चा भयो भयो पुग्छ आउनु आउँछ ओ बिस्तारै झन् उतै खाट त ओइ त्यो त सुके खा सुइना त जे पनि सुकिहाल्छ खुट्टा राखेको ठाउँमा सुके खा भने सुइना त सुकिहाल्छ नि जे पनि नि ल आउनु आउनु भयो जाने ल गोजीमा हाल्नु लाङखुट्टे लाग्दो रहेछ त्यहीँ राखेँ हुन्छ नदेखाउनु अम्बा चोर्न चाहिँ म चाहिँ आइहालेँ नदेखाउनु नि जाउँ 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 अब हामी जान्छौँ मोमबाटी गएर खाने हो के यो चाहिँ चोरे होइन ल यहाँ चाहिँ जसले खाए नि हुन्छ त्यही नि हुँदैन भाउजूले भात जानु पनि भयो छोडिदिनु त्यही जाऊ एउटा आउनु अब हामी अम्बा टिपेर बारीमा जानु लाग्यो यहाँ चाहिँ माथि काकाहरूको बारी हो काकाहरूको बारीमा टिपिया आउनु मम्मी
यहाँ शीतलमा बसेर खान्छ कसो भयो खानी हो कमल साह्रो खर्च पनि नखाने मिठो रहेछ अहिले खाएको मिठो है मिठो छ नखाना मिठो छ नखाए के सिजनका हो यो यति कोदो टिपियो यो एक थुन्से अनि माथि एउटा बोरा त्यहाँ एउटा बोरा जानियो सक्छु आजको भिडियो यहीँसम्म बाई बाई